अबको प्रतिनिधि सभामा झापा 5ले कस्ता प्रतिनिधि पठाउला। दर्शकवृन्द नमस्कार। हाम्रो च्यानल माइल्स एन्ड स्माइल्समा यहाँहरूलाई हार्दिक स्वागत छ। हाम्रो च्यानलबाट राजनीति, समाज लगायतका समसामयिक विषयसँग सम्बन्धित रोचक, घोचक र सत्य तथ्यमा आधारित भिडियोहरूलाई माया गरेर हेरिरहनुभएका तपाईँ सम्पूर्ण दर्शकवृन्दहरूलाई म कार्यक्रम प्रस्तुता योगेन्द्र पौडेलको न्यानो नमन, अभिवादन। हामीले पहिलो पटक तपाईहरुमाझ यो रोचक प्रसङ्गको भिडियो लिएर आएका छौँ। आगामी दिनहरूमा पनि यस्तै सन्दर्भ र प्रसङ्गसँग सम्बन्धित रोचक भिडियोहरू लिएर तपाईहरुमाझ आउने नै छौँ साप्ताहिक रूपमा। त्यसैले हामीलाई माया गरेर लाइक, सब्स्क्राइब, शेयर र बेल आइकन दबाइदिन नबिर्सनुहोला। यति बेला सिङ्गो नेपाली राजनीतिक मानसिकता झापा क्षेत्र नम्बर 5 मा केन्द्रित छ। झापा क्षेत्र नम्बर 5 सधैँजसो नेपाली राजनीतिक शक्ति सन्तुलनको एउटा बलियो प्रतीक मानिन्छ। यो वामपन्थी आन्दोलनको त्यो ऐतिहासिक गढ हो जसले राजनीतिलाई नयाँ दिशा दिने कयौं नेतृत्व जन्माएको छ। यसपटक फेरि यो क्षेत्र प्रतिनिधि सभा प्रत्यक्षतर्फको निर्वाचनमा केन्द्रबिन्दुमा छ। तर यसको कारण र सन्दर्भ अघिल्ला चुनावहरूभन्दा निकै फरक छ। यहाँको प्रतिस्पर्धा अब केवल उम्मेद्वारहरू बीचको प्राविधिक लडाईँ मात्र रहेन, यो त स्थापित राजनीतिक विरासत र उदाउँदो नयाँ चेतना बीचको टकराव पनि हो। यो क्षेत्रमा समसामयिक नेपाली राजनीतिका दुई चर्चित अनुहारहरू केपी शर्मा ओली र बालेन शाह चुनावी प्रतिस्पर्धामा उभिएका छन्। आउनुहोस् यी दुवै उम्मेद्वार को हुन् संक्षेपमा चिनौं। बालेन शाह, वास्तविक नाम बालेन्द्र शाह, उनी विक्रम सम्वत 2047 वैशाख 14 गते काठमाडौँको नरदेवीमा जन्मिएका हुन्। नरदेवीकै जलजला स्कुलबाट शिक्षा ग्रहण गरेका उनले भीएस निकेतनबाट +2 र व्हाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा ब्याचलर गरेका हुन्। भारतको कर्नाटकबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरेका शाह काठमाडौँका पूर्व मेयर केशव स्थापितलाई हराउँदै विक्रम सम्वत 2079 साल जेठदेखि 2082 माघ 4 गतेसम्म काठमाडौँ महानगरपालिकाको मेयर भएका हुन्। हाल उनले मेयर पदबाट राजीनामा दिइसकेका छन्। उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रपाले वरिष्ठ नेता बनाउँदै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। उनले झापा 5बाट मनोनयन दर्ता गराएका छन् र चुनावी रणनीतिका साथ प्रचार प्रसारमा लागेका छन्। केपी शर्मा ओली, वास्तविक नाम खड्गप्रसाद ओली, उनी 2008 साल फागुन 11 गते तेह्रथुमको इबामा जन्मिएका हुन्। झापा क्षेत्र नम्बर 6बाट 2048 सालमा प्रतिनिधि सभा प्रवेश गरेका ओली गृहमन्त्री, परराष्ट्र मन्त्री, उपप्रधानमन्त्री हुँदै नेपाली इतिहासको 41औं प्रधानमन्त्री भएका व्यक्तित्व हुन्, जसलाई 2082 भाद्र 23 र 24 मा भएको जेन्जी आन्दोलनले अपदस्थ गरेको थियो। त्यसपछिको एमाले महाधिवेशनले उनलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। हाल पनि उनी नेकपा एमालेका अध्यक्ष हुन् र झापा क्षेत्र नम्बर 5बाटै निर्वाचित निवर्तमान सांसद पनि हुन्। अब केही सर्वेक्षणका आधारमा दुवैको जित्ने सम्भावना कति, यस विषयमा चर्चा गरौँ। काठमाडौँ महानगरको प्रमुखमा आएपछि बालेन सहरको हुलिया बदल्ने र स्थिति बसाल्ने नेताका रूपमा परिचित छन्। उनलाई राष्ट्रपाले काठमाडौँ क्षेत्र नम्बर 2 खाली गरिदिएको थियो। त्यस्तै आशा उनको आफ्नै हातथलो भएको जिल्ला महोत्तरीले पनि राखेको थियो। यी दुवैलाई छाडेर उनी एमाले अध्यक्ष ओलीको किल्ला भत्काउन त्यो रापिलो मैदानमा गएका हुन्। भनिन्छ उनले त्यहाँको मत सर्वेक्षण गर्न गोप्य टोली नै पठाएका थिए। गत निर्वाचनमा राष्ट्रपाको बलियो उपस्थिति, थप नयाँ मतदाताको भरोसा, सहरी शिक्षित वर्गको विश्वास, पुराना दलप्रतिको जनवितृष्णा, भुइँ मान्छेको सपना, मध्यम वर्गीयहरूको समर्थन प्राप्त गर्ने लक्ष्य, यी सबैको गोप्य अध्ययन गरेका बालेनले साहस गरेका छन् कि दुस्साहस, त्यो आगामी निर्वाचनको परिणामले बताउनेछ। जनकपुरको भाषण, झापामा बालेनको क्रेजले पनि यो चुनावलाई इतिहासकै रोचक मानिएको छ। यस्तै ओलीले 2079 को निर्वाचनमा 52,000 बढी मत सहित विजय हासिल गरेका थिए। झण्डै 28,000 बढी मत प्राप्त गरी विजय भएको आफ्नो स्थानमा सजिलै विरासत जोगाउने दाउमा ओली छन्। त्यहाँ एमाले विगतमा चाहिँ
केही राजनीतिक दलसँग गठबन्धन गर्ने सम्भावना पनि छ भने पार्टीको साङ्गठनिक अवस्था मजबुत देखिन्छ। स्थानीय स्तरमा गरेका विकासका कामहरूले पनि ओलीलाई जित सहज बनाउने मनोबल प्रदान गरेको छ। अब झापाले फैसला गर्नेछ बालेनको पासा सफल हुन्छ वा ओलीको किल्ला अझै अझै हुनेछ। तर एउटा कुरा चाहिँ स्पष्ट छ, यो चुनावी लडाईँले नेपाली राजनीतिको एउटा नयाँ आयाम चाहिँ पक्कै निर्धारण गरेको छ।